सो हे गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म छुट्टी लिएको छु होइन ड्युटीबाट। आज चाहिँ बिन्दास घुम्ने हो, यताउता मोज गर्ने होइन, मोज गर्ने हो गाइज। अनि के भन्छ घुम्न जानेछु होइन म अझ। ल आज चाहिँ म घुम्न जानेछु होइन, यताउता घुम्ने छु। तपाईँहरूलाई भ्यू देखाउनु छु आज हाम्रो त्यता के भन्छ यार सिटीको। र म चाहिँ अहिले एकछिनमा निस्किनेछु गाइज यहाँबाट। अझ अहिले तपाईँहरूलाई मौसम देखाइदिन्छु। आजको मौसम पनि एकदमै राम्रो छ गाइज, एक्साइटिङ छ होइन, एकदमै राम्रो लाग्छ। पुरै हावापानी चिसो चिसो चलिरहेको छ गाइज, एकदमै राम्रो खाले। ओ माई गॉड गाइज, लम्बो लास्टै वाइल भएको छ गाइज एकदम। मौसम चाहिँ पनि आज एकदमै राम्रो गरेको छ कि घुम्न जानेलाई एकदमै मस्त बनाइदिएछ। अनि के छ त गाइज हजुरहरूको हालखबर, न्यू ब्लग रहेछ होइन, अलिकति सपोर्ट गरिदिनु पऱ्यो ल। अहिले चाहिँ यताउताको मौसम पनि एकदमै राम्रो रहेछ गाइज ल। हुन्छ त। सो हे गाइज अहिले चाहिँ म निस्किरहेको थिएँ होइन रुमबाट। त त्यति बेला मलाई एउटा प्रब्लम भयो क्या। त्यो प्रब्लम के हो भन्दाखेरि मैले यो सिम खरिदेको छु होइन, सिम किनेको छु। त्यो सिममा रिचार्ज गर्छु प्रत्येक महिनाको, दुई महिनाको गर्छु होइन, 600 को रिचार्ज गर्छु। तिनीहरूले 1 मन्थ पनि हुँदैन, 1 विकमा रिचार्ज काटिदिन्छन् कि, रिचार्ज काटिदिन्छन्। दुई महिनाको म रिचार्ज गर्छु होइन, तिनीहरूले 1 मन्थ पनि हुँदैन रिचार्ज कट गरिदिन्छन्। त्यही रिस उता लाग्छ गाइज। अब त्यहीँ जाने होइन, अब घुम्न सुम्न प्लान त त्यस्तै हो, त्यस्तै रड भयो होइन, हाम्रो क्यान्सल भयो घुम्नेको प्लान। अहिले त्यहीँ जान्छु होइन, त्यहीँ गएर अब कुरा गर्छु के भएको छ के भएको छैन भनेर। अनि त्यसपछि के हुन्छ गाइज। सो गाइज म चाहिँ अहिले गइरहेको छु होइन त्यहाँ अफिसमा। अब के हुन्छ होइन त्यहाँ गएर थाहा छैन, त्यस्तै माथा गरम गरिदिनु लाग्छन् कि त्यस्तो के भएको छ होइन। तिनीहरूलाई पनि के भन्ने अब यार, त्यस्तै वाइल भइरहेको छ होइन। अब त्यति नै हो अहिले चाहिँ, त्यतै गएर कुरा गर्नेछ मैले त गाइज। साथीहरूलाई पनि भन्छु अहिले जानलाई, त्यतै गएर कुरा गर्ने हो। हुन्छ गाइज। र गाइज यताको भ्यू चाहिँ मलाई यति मनपर्छ होइन, यता लास्टै बबाल भइदिरहेछ कि मस्त एकदम रहेछ। पार्क पनि रहेछ साइडमा। घुम्ने प्लान त त्यस्तै रड भयो गाइज। हुन्छ। A few moments later. सो गाइज अहिले चाहिँ काम भइसकेछ। त्यत्रो प्रब्लम भएको थियो गाइज, सिम नै लिएन होइन, मैले सिम चेन्ज गरिदिएँ। त्यसको सिम पनि चेन्ज गरेको, अनि अर्को सिम लिएको, त्यसमा रिचार्ज हालिदिएको। मैले किन गर्ने गाइज त्यस्तो, अनि काम नपा जस्तो त्यस्तै मतलब पेजपोज गरिदिनु लाग्छन् कि, मलाई थाहा नै छैन। अनि मेरो सिम पेजपोज भएको छ, सिम चेन्ज गरिदिएको गाइज, अहिले ठिक छ सबै। सो हेलो गाइज, अहिले चाहिँ म रुममा आइसकेको छु होइन। सो के भएको थियो भन्दाखेरि मेरो सिम चाहिँ पोस्टपेड भएको थियो होइन, पोस्टपेड भएको थियो। तिनीहरूले बिल पेमेन्ट गर्न भन्लाएको थियो कि 1385 पेमेन्ट गर भन्ला थिएँ। त्यसपछि सिम पोस्टपेड हुँदैन अरे, सिम क्लियर हुन्छ अरे। अनि मैले सोचेँ कि यति पेमेन्ट गर्नुभन्दा त नयाँ सिम निकाल्नु नै ठिक छैन। त्यसपछि नयाँ सिम लिएँ गाइज। नयाँ सिम लिएर अब त्यस्तो केही भएको छैन। सोचेको थिएँ कि आज घुम्न जाने भनेर साथीहरूसँग होइन, अलि रमाइलो गर्ने भनेर, सबै त्यस्तै भयो गाइज। 11 बजी निस्केको थिएँ घरबाट 11:30 बजेतिर, अहिले बजिसकेछ 3 बजिसकेछ गाइज, 4 बज्न थालिसक्यो। ती टाइम लगाइदियो होइन, अहिलेसम्म खाना पनि खाएको छैन गाइज। के भन्ने अब त्यस्तै रहेछ होइन, यस्तै वाइल भइदिइरहेछ गाइज, के गर्ने। अहिले त त्यस्तै भयो गाइज होइन। नेक्स्ट भिडियोमा देखाउने छु तपाईँहरूलाई हाम्रो सिटीको भ्यू होइन, घुम्न जानेछौँ नेक्स्ट छुट्टी लिएर। अहिले खानासाना खाएर गाइज अहिले भोक पनि लागिसक्यो, खानासाना खाएर त्यसपछि त्यस्तै रमाइलो गर्नेछौँ होइन। अनि के भन्ने त गाइज, अब यस्तै भयो होइन, दिन त यस्तै कट्यो आज, यस्तै टाइम गइसक्यो। हुन्छ त गाइज, मिल्नेछौँ नेक्स्ट भिडियोमा है त।